हेलो, नमस्ते, वेलकम टु माई मिनी ब्लग। आशा राख्दछु तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला भनेर। र आज म चाहिँ तपाईँहरूलाई के सेयर गर्नेवाला छु भने चाहिँ हामीले चाहिँ मल चाहिँ रेनी सिजनको लागि कसरी स्टोर गर्नुपर्ने हुन्छ र कसरी पटिङ गर्नुपर्ने त्यो आइडियाहरू म तपाईँहरूसँग सेयर गर्नेवाला छु। र यो चाहिँ हो पत्करको मल। र यो चाहिँ मैले गाईको र पत्केरको चाहिँ मिक्स गरिसकेको छु। र हामीले पत्केरको म चाहिँ के युज गर्छु भने चाहिँ गाईको मल र पत्केरको मल मात्रै युज गर्छु फुल रोप्दैदेखि चाहिँ। र हामीले पत्केर पनि हामीले यसरी खोस्टाहरू पत्करै चाहिँ लिनु हुँदैन, त्यसको मुनिको कुहिको यस्तो खालके मलिलो खालके चाहिँ लिनु, यसरी लियो भने चाहिँ एकदम राम्रो हुन्छ। र हामीले चाहिँ यो पत्केरको मल लाउनेले चाहिँ के हुन्छ भने चाहिँ एकदमै जराहरू टाँगिन एकदमै राम्रो हुन्छ। र मैले चाहिँ यो चाहिँ फिटिसकेर अब चाहिँ म पटिङ गर्नेवाला छु। र हामीले जुन चाहिँ यो टुप्पामा आएको ठुल्ठुलो पत्ता हुन्छ यो चाहिँ फ्याल्नु हुँदैन, यो चाहिँ हामीले साइडमा राखेर फेरि गाईको मल मिसाएर फिटेर बोरामा स्टोर गरिराख्यो भने यो पनि फेरि मल हुन्छ। त्यही कारणले म चाहिँ त्यस्तो गर्नेवाला छु। तपाईँहरूले कस्तो गर्नुहुन्छ र तपाईँहरूको आइडिया पनि मलाई कमेन्ट बक्समा सेयर गर्न सक्नुहुनेछ। आशा राख्दछु तपाईँले मेरो भिडियो लास्टसम्म हेरेर इन्जोय गरिदिनुहुन्छ भनेर। म यो चाहिँ पटिङ गर्दैछु। अब चाहिँ नेक्स्ट टाइम यो पटिङ गरिराख्यो भने चाहिँ फुलहरू सार्न एकदम सजिलो हुन्छ। तपाईँहरूले नि गर्नु सक्नुहुनेछ घरमा। र मेरो यो चाहिँ आधी भरिसकेको छु, अब चाहिँ सक्नु आँट्यो। फाइनली मेरो पटिङ चाहिँ गरिसकेको छु। र आशा राख्दछु तपाईँहरूले मेरो भिडियो मन पराइदिनु भयो भनेर। थ्याङ्क्स फर वाचिङ। टु लाइक